हेलो सेवारू दर्शन नमस्ते हजुरहरूलाई स्वागत छ मेरो अनदर भ्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अहिले चाहिँ हाम्रो छुट्टी छ किनकि अहिले कोरियामा नयाँ वर्ष लागिसकेको छ। सबैजनालाई फोकमान खाँदैछ भन्न चाहन्छु। अनि आज चाहिँ हामी ड्राइभरसँग मकफो केबल कार चढ्न जाँदैछौँ। के कतिको रमाइलो हुन्छ त लेट्स सी। है फाइनल्ली आइपुग्यो त मकफो केबल कार। ट्याक्सीमा चढेर यहाँ दाइहरू ट्याक्क बुढो तर लास्टै बोल्ने रहेछ होइन। टाउकै दुख्ने गर्मीले अल्छी पनि लाग्यो मलाई त। अब चढ्नुपर्छ है त कतिको रमाइलो हुन्छ। टिकट काट्नुपर्छ कति लाग्छ है त्यो टिकट भयो ल जाउँ। 모자 쓰고 와야지 모자 안 쓰면은 머리 추워 괜찮아요. 지금 안 추워. 먹고 왔을 때는 이거 와야 돼 झरी अब जाँदैछौँ है त। 나한테 전화하고 네, 전화할게요. ल है त ल जाउँ है अब। हान्नुपर्छ हो। मा त डेन्जर बस्नुपर्ने रहेछ नि त। ओहो आयो आयो ठिक्क हाम्रो ग्रुपलाई मात्रै हाल्यो। मलाई चाहिँ त्यो झ्यालको सिटमा राख्नु पर्यो। के दाइ ढोको लगाइहाल्नु भिडियो बनाउँदैछु। प्लास्टिक माग्नु त लगाइ छ अब हामी चाहिँ चढेको। अब चाहिँ हामी लाग्यौँ हो। त्यो त ज्यादा रहेको हो त। के अरे दाइ साह्रो होला जस्तो छ अब। उल्टो भएछ लगाइ सब चाहिँ लाग्यौँ सरर यस्तो छ भ्यू यस्तो दामी छ है। सुलुलुलुलु भयो मुखो हामी बसेको ठाउँ यस्तो छ। ठाउँ त होइन हाम्रो एरिया हाम्रो एरिया मेरै हो भन्नु नि फेरि। यो सबै घर मेरो यो यो सबै घर मेरै हो। सबै हो। कसैलाई भाडामा चाहिँ अपार्टमेन्ट चाहिँ मेरै हो। कुकुरलाई भाडामा चाहिन्छ भन्नु। यो डाँडा पनि मैले किनेको दाइ है अस्ति भर्खर। धेरै महँगो छैन। यो डाँडामा चाहिएमा सम्पर्क गर्नु होला। सिक्बा नगयो हैन। यहाँबाट देखिने रहेछ राम्रो। तल हेर न तल यहाँ फुटाइदिउँ क्या नकामौँ है। को बस्ती कामेको जस्तै फुटायो राम्रो हुँदैन। हजुरलाई पनि अब दिनै राम्रो फेरि। लास्टै राम्रो रहेछ त हौ सिनसान। के भन्छ यता हेर्नु के अरे राम्रो मान्छे जताबाट पनि राम्रै आउँछ कि। अस्ति रमाइलो रहेछ। तार काट्दै क्या झार्लम्मै घर सबै ल फाइनल्ली गोवादो टापु
फोटो खिचेको त्यत्रो को छ जाडो रहेछ हौ बाहिर त आमामा के हो यस्तो दाइहरू उता हिँडेर जाने हो अब हिँड्दै कहाँसम्म उता टावर जाने हो ल है त गोवादो टापुमा छौँ हामी तर लास्टै चिसो छ यार के गर्ने हो ओए भाले के हो यो दाइ काली झोरा होइन नि ओए प्रजाति त त्यस्तै देखिन्छ हो त्यही त यहाँ रहेछ लोकल भाले लु राति लगेर आज सुप खानुपर्छ है दाइहरू ल ओए भालेहरू यो कालो एक महिना त एलपी स्टिलमा त भोटिहालिन्छ नि यो खायो भने भाले पनि देखियो है यहाँ भाले गोवादो टापु यहाँबाट टक्क अब झरेर हामी हिँड्दै हिँड्दै कता जाने हो दाइहरूसँग अब जानुपर्छ पढ्दै हाल्यो नि यहाँनिर ओहो कति अरे दाइ यो फोटोको 2000 नेपाली आमा दाइहरू अगाडि हिँड्दै जान्छ म चाहिँ पछाडि भिडियो बनाउँदै ल यो सिडी चाहिँ जम्मा कति 150 को सम्मको रहेछ तर ठिकै छ खासै धेरै त होइन 150 खुड्किला चढ्न खासै धेरै चाहिँ होइन है मेरो लागि तर सास बढ्दो रहेछ हो आमामा गोवादो के हो सुथेसन कोरियन भाषा पनि पो बोल्नै अहिले त आउनु छोडेछ पढ्न पनि आउनु छोडेछ तर चिसो हावा चलिरहेछ यार के गर्ने पछि यहीँ माथिबाट हामी चढेर आएको अब फेरि तल झरियो फेरि चढेर जानुपर्छ अहिले ल है साथीहरू तपाईँहरू पनि घुम्न आउनु है त रमाइलो रहेछ हामी त अहिले कहिले जाउँ भनेर आएको खासमा प्लानिङ नबनाइ दाइहरूसँग अरू साथीहरू चाहिँ फेरि आएनन् सुमित बिरामी छ सुमित आउँछु भन्दै थियो अरू केटाहरू रुममै सुतिरहेछन् दाइहरू अगाडि हामी चाहिँ पछाडि दुईजना मात्रै छौँ है पछाडि अब कहाँ सबैजना हिँड्दैछ है हामी पनि जाँदैछौँ साथीहरू पहिला को आउनु भएको छ कमेन्ट गर्नु है त हाम्रो यो मको केबुकार चढ्नलाई को आउनु भएको छ हामी त पहिलोचोटि हो फेरि के लेखेको छ मको राम्रो रहेछ है ल ल सेपोकमा नि फादुस यो भनेर यहाँ पुरा टाँगिराखेको रहेछ ठिक छ ल हेर्नु है त लर्को यो माथि भ्यू टावर जाने मान्छेको लर्को लास्टै भिड रहेछ आज चाहिँ फेरि ल है त ल यही हो भ्यू टावर चाहिँ हाम्रो
यहीँसम्म हामी आएको अब फेरि यहाँबाट फर्किनुपर्छ फोटोसोटो खिचेर फाइनल्ली पुग्यो है त दाइ माथि चढ्ने हो ए दाइ माथि चढ्ने कि खै कता गयो खोइ दाइ अरू माथि पुग्यो त टुप्पातिर ल सिन हेर्नु है त यता ओए टुप्पामा आइपुग्यो सगरमाथाको चुचुरोतिर हातै कठङ्ग्यो त ल सबैजनाले यता हेर्नु है मलाई पनि त आउँछ यता हेर्नु न सबैजनाको यहाँ निस्किनु पर्यो नि त आज आफूलाई भनेन भने त होइन खोल्नु कि क्या एकदम नामै नाम तर लास्टै चिसो छ आज फेरि चढेर जाने हो माथि फर्किनु पर्छ हो फोटो खिच्नेको ल त्यस्तै छ है आजको दिन त लास्टै रमाइलो भयो दाइहरूसँग फर्किनुपर्छ ल फाइनल्ली फोटोसोटो खिचेर खसियो तल अब तर लास्टै चिसो हो राम्रो रहेछ छियो तर लास्टै हावा चल्यो आम्मा के हो यस्तो ल फाइनल्ली फोटो खिचेर झरिसक्यो रमाइलो रहेछ हाम्रो सलनाल चाहिँ यसरी नै बितिरहेछ है ल फाइनल्ली फेरि अर्को ठाउँमा आइपुग्यो युदालसान भन्ने ठाउँमा आइपुग्यो दाइहरू माथि ल मक्फू सहर हेर्दा लाग्छ मलाई रहर भने जस्तै खतरा रहेछ है भ्यू चाहिँ तर लास्टै चिसो छ फेरि ओइ रमाइलो रहेछ लास्टै चिसो लास्टै चिसो रहेछ जाउँ हौ दाइहरू ल है फाइनल्ली माथि चढ्दै हो शिखर चुम्न लागेको हामीले अब मान्छेहरू फर्किँदैछ चिची चिची ल दरबार जस्तो छ त हौ यो त के हो दरबार त होइन तर चिसोले मर्यो है लास्टै चिसो हो फर्किनु भयो त हौ दाइ हो र पुग्न लाग्यो है अब पुग्न लाग्यो दाइहरू त आउँदै हुन्छ फेरि तर लास्टै चिसो आज बिरामी पो हुन्छ कि जस्तो छ हौ सिन त डेन्जर छ दाइहरू आउँदै हुनुहुन्छ ऊ तलबाट हाम्रो दाइहरू सबैजना ल हाम्रो मक्फू सिटीको गाउँ माहौल यस्तो छ ल अब पुग्यो यहीँसम्म रहेछ युदालसान अरे सिन चाहिँ डेन्जर निस्किने रहेछ ल
उफ ओहो फ्युदालसान अछि हे भानुदाई अघि आएर दूरबीन रहेछ त यहाँ त हेर्नु भएन दूरबीन फाइनली आइपुग्यो त यो दालसान राम्रो रहेछ ओइ ल हेरेर इन्जोय गर्नु होला है त भिडियोहरू मलाई चाहिँ एकदम मन पर्यो तपाईँहरू नि आउन सक्नुहुन्छ राम्रो रहेछ ए दाइ जाडो भयो क्या हो ए दाइ यहाँ आउनु आइपुग्यो होइन फाइनली होइन यो दालसान गयौँ यहाँ पाहाडमा यो दालसान के अरे युदालसानमा आइयो युदालसान त उयो ठुलो यो ढुङ्गो सानो हो त्यता जाने त्यो भएर त्यहाँ माथि कहाँबाट ऊ भएर तलबाट ए तलबाट ए ल जाउँला नि त हाम्रो जाने ठाउँ चाहिँ यहाँ रहेछ यहाँ माथि फोटो खिच्ने हो नि फोटो खिच्ने हो क्या फाइनल्ली शिखर पुग्यो र माथि पुगेर फोटो खिच्न थाल्नु भएछ यार हजुर लास्टै रमाइलो छ सास बढो यार मेरो त आइपुग्यो है माथि बाँच्नुपर्छ नि हौ दाइ कहाँ नबाँचेर हुन्छ त युदालसान आइपुग्यो ल ढोक्ने बेला हो यहाँ आउनलाई यस्तो सङ्घर्ष गरिएन चिसोमा चिची आइपुग्यो है ल यहाँ दाइहरू फोटो खिच्दै हुनुहुन्छ अब हामी पनि फोटो खिच्नुपर्छ ल अब चाहिँ हामी फाइनल्ली फर्किनुपर्छ रात पर्यो अब छुट्टी पनि अब 2 दिन मात्रै बाँकी छ सकिसक्यो यस्तै छ है साथीहरू तपाईँहरूले कसरी सल्लाह बनाउँदै हुनुहुन्छ हामी चाहिँ टाढो पनि गइएन यहीँ मकपो वरिपरि घुम्यो बस्यो यस्तै छ है दाइहरूसँग अब चाहिँ हामी फर्किनुपर्छ है यता हेर्नु है दाइ पछि तर हावा चाहिँ डेन्जर आउने रहेछ अब हामी चाहिँ फर्किँदै गरेको